नमस्ते। कम्प्युटर हाम्रो दैनिकीको एउटा हिस्सा नै बनिसक्यो, तर यो जादुई बाकसभित्र आखिर चल्छ चाहिँ के? ल आज हामी यही कुराको गहिराइमा पुग्नेछौँ। एकदमै सानो स्विचबाट सुरु गरेर जसले हाम्रो यो पुरै डिजिटल संसारलाई नै चलाइरहेको छ। सोच्ने हो भने अचम्म लाग्छ नि हगि। एउटा सामान्य क्लिक, एउटा सानो कीस्ट्रोक, त्यसले कसरी यति धेरै काम फत्ते गर्छ। त्यो शान्त देखिने धातुको बाकसभित्र आखिर के चलिरहेको हुन्छ होला? आउनुहोस् आज यही रहस्यलाई अलि नजिकबाट निहालौँ। ल सुरुमा एकदमै आधारभूत कुराबाटै सुरु गरौँ न। आखिर कम्प्युटर भनेको के हो त? सोझो भाषामा भन्नुपर्दा यो एउटा यस्तो मेसिन हो जसलाई हामीले केही निर्देशनहरू दिन सक्छौँ, जसलाई प्रोग्राम भनिन्छ, अनि त्यसैको आधारमा यसले गणितीय होस् वा तार्किक सबै कामहरू आफै फटाफट गरिदिन्छ। अब हरेक कम्प्युटरको एउटा मुटु हुन्छ, भनौँ न एउटा मस्तिष्क हो। त्यसैलाई हामी सेन्ट्रल प्रोसेसिङ युनिट वा छोटकरीमा सीपीयू भन्छौँ। र यो नै हो त्यो चिज जसले सबै कुराको बागडोर सम्हालेको हुन्छ, सबैलाई निर्देशन दिन्छ। यो मस्तिष्कलाई पनि हेर्नुस् दुई भागमा बाँड्न सकिन्छ। एकातिर छ कन्ट्रोल युनिट, यसलाई एउटा अफिसको म्यानेजर सम्झिनुस् न। यसको काम भनेको निर्देशनहरू पढ्ने र कसले के गर्ने भनेर काम बाँड्ने हो। अनि अर्कोतिर छ अरिथमेटिक लजिक युनिट अर्थात् एएलयू। यो चाहिँ भयो अफिसको एकदमै तेज क्याल्कुलेटर, जसले सबै जोड घटाउ र तर्कका कामहरू गरिहाल्छ। त्यसो भए सीपीयूले काम चाहिँ कसरी गर्छ त? यसको काम गर्ने तरिका एकदमै सरल, 3 चरणको चक्रमा आधारित छ। फेच, डिकोड र एक्जिक्युट। भन्नुको मतलब पहिले यसले मेमोरीबाट निर्देशन ल्याउँछ, त्यसपछि त्यो निर्देशनको अर्थ बुझ्छ अनि अन्त्यमा त्यो काम गर्दछ। अनि यो चक्र कति छिटो चल्छ होला? सोच्नुस् त, हामीले एक पटक आँखा झिम्क्याउँदा यसले त यो चक्र अर्बौं पटक पूरा गरिसकेको हुन्छ। साँच्चै अविश्वसनीय छ। ल सीपीयूको कुरा त भयो जुन मस्तिष्क हो। अब लागौँ त्यसको कार्यक्षेत्रतिर, अर्थात् कम्प्युटरको मेमोरी। किनभने मस्तिष्क जतिसुकै तेज भए पनि काम गर्नका लागि जानकारी त चाहियो नि, होइन? हो, त्यो सबै जानकारी मेमोरीमै भण्डारण गरिएको हुन्छ। मेमोरीलाई सजिलोसँग बुझ्नलाई एउटा विशाल पुस्तकालयको कल्पना गरौँ न, जहाँ हजारौं दराजहरू छन् र हरेक दराजको एउटा निश्चित नम्बर अर्थात् ठेगाना छ। हरेक दराजमा एउटा जानकारी राख्न मिल्छ। अब सीपीयूलाई केही चाहियो भने त्यो सिधै त्यही ठेगाना नम्बर भएको दराजमा जान्छ र आफूलाई चाहेको जानकारी झिक्छ वा त्यहाँ नयाँ जानकारी राख्छ। कति व्यवस्थित है? अब यो मेमोरी पनि मुख्यतया दुई किसिमको हुन्छ। पहिलो हो र्याम अर्थात् र्यान्डम एक्सेस मेमोरी। यो भनेको हाम्रो काम गर्ने टेबल जस्तै हो, जहाँ हामी अस्थायी रूपमा सामान राख्छौँ, काम गर्छौँ, तर जब काम सकिन्छ वा भनौँ कम्प्युटर बन्द हुन्छ, टेबल सफा हुन्छ, सबै कुरा हराउँछ। अनि अर्को छ रोम, रिड ओन्ली मेमोरी। यो चाहिँ एउटा छापिएको किताब जस्तै हो। यसमा कम्प्युटर सुरु गर्न चाहिने आधारभूत निर्देशनहरू पहिले नै लेखिएका हुन्छन्, जुन कहिले मेटिँदैनन्, बिजुली गए पनि। एउटा अर्को रमाइलो कुरा, सीपीयू भित्रै पनि एकदमै छिटो चल्ने विशेष मेमोरी हुन्छ, जसलाई रजिस्टर भनिन्छ। यसलाई यसरी बुझौँ। यदि सीपीयू एउटा कुक हो भने र्याम भान्साको स्टोर रुम भयो, तर रजिस्टरहरू चाहिँ कुकको एप्रनको खल्तीमा भएका मसलाका डिब्बाहरू हुन्। स्टोर रुम धाउनुभन्दा खल्तीबाट झिकेर हाल्न कति छिटो हुन्छ, होइन त? हो, रजिस्टरले त्यसै गरी कामलाई एकदमै छिटो बनाइदिन्छ। ल अहिलेसम्म हामीले सीपीयू र मेमोरीको कुरा गर्यौं, तर यी सबै कुरा यति सानो ठाउँमा कसरी सम्भव भयो त? अब हामी अझै गहिरिएर हेर्नेछौँ एकदमै सूक्ष्म स्तरमा। त्यो प्रविधि जसले यो सबै क्रान्ति ल्यायो, त्यो हो ट्रान्जिस्टर। यो यात्रा सुरु हुन्छ सन् 1947बाट। त्यतिबेला ट्रान्जिस्टरको आविष्कार भयो, जसले कोठा जत्रो ठूलो भ्याकुम ट्युबलाई विस्थापित गरिदियो। त्यसको ठीक एक दशकपछि 1958मा एकीकृत सर्किट अर्थात् आइसीको जन्म भयो। यसले हजारौं कम्पोनेन्टलाई एउटै सानो टुक्रामा हटायो र त्यसपछि आयो त्यो ऐतिहासिक क्षण सन् 1971मा, जब इन्टेल 4004ले एउटा पुरैको पुरै सीपीयूलाई एउटै माइक्रोचिपमा राखेर कम्प्युटिङको दुनियाँमा साँच्चीकै क्रान्ति ल्याइदियो। एकीकृत सर्किट वा आइसीको खास जादु के हो त? यसले एउटा सर्किटलाई चाहिने सबै थोक ट्रान्जिस्टर, रेसिस्टर, क्यापेसिटर सबैलाई एउटै सानो सिलिकनको टुक्रामा एकीकृत गरिदिन्छ, मतलब एकै ठाउँमा ल्याउँछ। हो, यही एउटा आविष्कारको कमाल हो कि आज हाम्रो हातमा कोठाभरि नै कम्प्युटर होइन, शक्तिशाली स्मार्टफोनहरू छन्। र यो प्रगतिलाई हेर्दा त साँच्चै अचम्म लाग्छ।
सन् 1971को त्यो पहिलो इन्टेल 4004 चिपमा कति ट्रान्जिस्टर थिए होलान्? जम्मा 2300। र आज एउटा आधुनिक चिपमा 2300 होइन, लाख पनि होइन, करोड पनि होइन, अर्बौं ट्रान्जिस्टर हुन्छन्। हो, यही विस्फोटक वृद्धिले नै आजको कम्प्युटरलाई यति धेरै शक्तिशाली बनाएको हो। ल, हामीले मस्तिष्क, सीपीयू, कार्यक्षेत्र, मेमोरी र स्विच, ट्रान्जिस्टरको कुरा गर्यौं। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडेर हेरौँ न त। कसरी यी करोडौं अरबौं सूक्ष्म स्विचहरू मिलेर एउटा पुरै कम्प्युटर प्रणाली बन्दो रहेछ। ल, सारांशमा भन्दा कथा यस्तो छ। अर्बौं सूक्ष्म ट्रान्जिस्टरहरू छन् जसले अन अफ स्विचको काम गर्छन्। यिनै स्विचहरू मिलेर बन्छ सीपीयू अर्थात् मस्तिष्क र मेमोरी अर्थात् कार्यक्षेत्र। अब सीपीयूले मेमोरीबाट निर्देशनहरू लिन्छ, त्यसपछि आफ्नो कन्ट्रोल युनिट र एएलयू प्रयोग गरेर त्यो निर्देशनलाई बुझ्छ र काम गर्छ। आएको नतिजालाई फेरि मेमोरीमा पठाउँछ वा हामीलाई स्क्रिनमा देखाउँछ। हो, यही साधारण प्रक्रिया हो जुन अकल्पनीय गतिमा बारम्बार दोहोरिरहन्छ। त्यसैले अर्को पटक माउस क्लिक गर्दा वा स्क्रिनमा छुँदा एकछिन सोचौँ त, त्यो एउटा सानो कामले पनि भित्रपट्टि यो सम्पूर्ण उच्च गतिको सूक्ष्म प्रणालीलाई सक्रिय बनाइरहेको हुन्छ। र अन्त्यमा एउटा गहिरो प्रश्नमा छोडेर जाउँ, यदि कम्प्युटर भनेको आखिरमा अर्बौं अन र अफ हुने स्विचहरूको एउटा विशाल प्रणाली मात्र हो जसले केवल दिएको निर्देशन पालना गर्छ भने हामीले आजकाल देख्ने गरेको बौद्धिकता वा इन्टेलिजेन्सको सुरुवात वास्तवमा कहाँबाट हुन्छ होला?